राजनीतिमा ठूलो हलचल, सम्भव सिरोयाको सक्रियता, बालेनसँग चुनावी सहकार्यको संकेत। कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोया राजनीतिमा औपचारिक प्रवेश गर्ने तयारीमा देखिएका छन्। पछिल्ला दिनहरूमा उनी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग निरन्तर संवाद र छलफलमा जुटिरहेका छन्, जसले आगामी निर्वाचनलाई लिएर नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ। बुधबार कुपण्डोलमा बालेन शाहसँग भएको भेटमा सिरोयाले चुनाव लड्ने तीव्र इच्छा व्यक्त गरेको स्रोतको दाबी छ। उक्त भेटमा सञ्चारकर्मी सूरज सिंह ठकुरी पनि सहभागी थिए। सिरोयाको बालेन नेतृत्वको तयारीमा रहेको देश विकास पार्टी नै चुनावी यात्राका लागि उपयुक्त मञ्च हुन सक्ने बुझाइ राखेको बताइएको छ। बालेन शाहसँग नजिक रहेका एक सहकर्मीले पनि सिरोया शाह बीच निरन्तर भेटघाट भइरहेको पुष्टि गरेका छन्। बुधबार मात्रै नभई पछिल्ला दिनहरूमा पनि राजनीतिक दल, पत्रकार र उद्यमीसँग भएका छलफलमा सिरोया र बालेन दुवै सहभागी हुँदै आइरहेका छन्। छलफल एकै दलबाट अघि बढ्ने विषयमै केन्द्रित थियो, स्रोतले जनाएको छ। स्रोतका अनुसार सम्भव सिरोया स्वयं नभए पनि उनकी पत्नी श्रृङ्खला खतिवडालाई उम्मेद्वार बनाउने विकल्पमा पनि छलफल भइरहेको छ। यसैबीच बालेन शाहले पछिल्ला 2 दिनमा सिके राउत, बाबुराम भट्टराई, रवि लामिछाने, कुलबानी घिसिङ, शिशिर खनाल लगायतका प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेका छन्। यो भेटघाटले बालेन शाह दल बनाएर चुनावी मैदानमा उत्रने अन्तिम कसरतमा रहेको स्पष्ट संकेत गरेको छ। नयाँ शक्ति, नयाँ अनुहार र नयाँ गठबन्धनको संकेतसँगै काठमाडौँको राजनीति निर्णायक मोडतर्फ अघि बढिरहेको छ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी